दर्शक महानुभावहरू वायर नेल्स आखिर कसरी बनाइन्छ, वायर नेल्स बनाउने व्यवसाय कसरी सुरु गर्ने, यो बिजनेसको नेपालमा कतिको सम्भावना छ त, यो व्यवसायका लागि चाहिने कच्चा पदार्थ र मेसिनहरू कहाँ पाइन्छन् त, अनि के कति लगानीमा यो व्यवसाय सुरु गर्न सकिन्छ त। युवादेखि हरेक मानिसले आफ्नै घरमा सजिलैसँग सञ्चालन गर्न सकिने र धेरै मुनाफा बोकेको व्यवसायहरू मध्ये वायर नेल्स व्यवसाय पनि एक हो। तर भिडियोलाई सुरु गर्नु अघि यदि तपाईँ छ भने ढिलो नगर्नुहोस्, अहिले नै सब्स्क्राइब गर्नुहोस् र साथै छेउमा रहेको घन्टी बजाई सँगै आउने पपअपमा अलमा क्लिक गर्नुहोला, सबैभन्दा पहिला रोचक तथ्य र ज्ञानमूलक भिडियो हेर्नका लागि। दर्शक महानुभावहरू, जसरी दिनौं जनसङ्ख्या वृद्धि हुँदैछ त्यसरी नै वायर नेल्सको डिमान्ड पनि बढ्दै गएको छ। गाउँ सहर जहाँ पनि घर बनाउन होस् या घरमा चाहिने फर्निचरको सामान किन्न होस्, सबै कुरामा वायर नेल्स चाहिने गर्दछ। अनि नेपालमा यो व्यवसाय गर्ने कमै छन् र वायर नेल्सको डिमान्ड धेरै हुँदा हामी वायर नेल्स इन्डियाबाट महँगो रेटमा आयात गर्दछौँ अनि कस्टमरलाई सम्पूर्ण कस्ट जोडेर प्राइस लगाउँदा महँगो पर्न जान्छ। दर्शक महानुभावहरू, घरैबाट सञ्चालन गर्न सकिने यो व्यवसाय गरेर अनि कस्टमरको डिमान्ड अनुरूप सस्तो अनि गुणस्तरयुक्त वायर नेल्स बनाएर बेच्न सक्नुभयो भने तपाईँ पनि केही दिनमै मालामाल बन्न सक्नुहुन्छ। 12 महिना चल्ने यो व्यवसायमा मन्दी कहिले नै हुँदैन र अर्को बुझ्नै पर्ने कुरा भनेको तपाईँले 1 केजी वायर नेल्स बनाउँदा मात्र 60 पर्न जान्छ अनि तपाईँले होलसेलरलाई बेच्दा 1 केजीमा 2 वा 5 रुपियाँ नाफा राखेर बेच्न सक्नुभयो भने तपाईँले पनि राम्रो मुनाफा आर्जन गर्न सक्नुहुन्छ। अनि यो व्यवसाय सञ्चालन गर्न तपाईँलाई 2वटा मेसिन र ती मेसिनहरूको प्राइस तपाईँले कति क्वान्टिटीको मेसिन खरिद गर्नुहुन्छ त्यसैमा भर पर्छ। त्यही पनि तपाईलाई सबै मेसिनहरू 5 लाखमै पनि पाउन सक्नुहुन्छ। दर्शक महानुभावहरू, किनभने वायर नेल्स मेकिङ अनि पोलिस मेसिन हुन् अनि यो व्यवसायका पदार्थ भने स्टेनलेस स्टिल नेल्स वायर हो र त्यसको पर केजी प्राइस भने 56 पर्न जान्छ भने तपाईले विद्युत, कामदार, कच्चा पदार्थ अनि मेसिनको सम्पूर्ण कस्ट जोड्दा 1 केजी वायर नेल्स मात्र 60 मा बनाउन सक्नुहुन्छ। अर्को बुझ्नु पर्ने कुरा भनेको हामीले यो व्यवसाय गर्दा नजिकैको हार्डवेयरहरू अनि अन्य वायर नेल्स बिक्री गर्ने ठाउँहरूमा कन्ट्याक्ट गरेर सस्तो र राम्रो गुणस्तरयुक्त वायर नेल्स दिएर आफ्नो कस्टमर र होलसेलर बनाउन सक्नु पर्दछ। दर्शक महानुभावहरू, तपाईँले यो व्यवसाय सञ्चालन गर्दा कम्तीमा पनि 8 लाखदेखि 10 लाखसम्म लगानी गर्न सक्नुभयो भने महिनाको 1 लाख भन्दा बढी नाफा कमाउन सक्नुहुन्छ। अब म तपाईँलाई वायर नेल्स कसरी बन्छ भनेर सिकाउँछु। दर्शक महानुभावहरू, नेल्सको साइज अनुसार फरक हुन्छ। अब यो कसरी साइज फरक बनाउने भनेर तपाईले जहाँबाट मेसिन खरिद गर्नुहुन्छ तीबाटै मेसिन सम्बन्धी सम्पूर्ण जानकारी गराउँछ। अनि अब तपाईसित भएको र मेटेरियललाई मेसिनमा हाल्नु अनि मेसिनले तपाईले चोइस गरे अनुसार साइज कटिङ गरेर नेल्स बनाउँदछ अनि त्यो वायर नेल्स पोलिस मेसिनमा हालेर पोलिस गरेर निकालिन्छ अनि हाम्रो मार्केटमा सजिलैसँग आउने गर्दछ।
दर्शक महानुभावहरू यो भिडियो तपाईलाई कस्तो लाग्यो तल कमेन्ट गर्नुहोस् र आउँदो दिनमा कस्तो भिडियो हेर्न चाहनुहुन्छ त्यो पनि कमेन्ट गर्नुहोस् र यो भिडियो मन पर्यो भने लाइक गरी हाम्रो मनोबल र हौसला बढाउनु होला र तपाईको अति नै बहुमूल्य समय दिएर यो भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा हृदयदेखि नै धन्यवाद। We'll be right back.